everyone, welcome back to our channel Explore Canada with us. र सधैँ जस्तै म आज पनि हजुरहरुको सामु नयाँ भिडियो लिएर आइसकेको छु र आजको भिडियोको टपिक हजुरले मेरो थम्बनेल देखेर पनि पक्कै पनि थाहा पाइसक्नु भएको छ and if you are new to this channel then please don't forget to like, share and subscribe this video. गर्दाखेरि यदि हजुर ओन्टारियोमा हुनुहुन्छ भने चाहिँ अब ओन्टारियो भनेको उता ओन्टारियोमै ग्रो पनि हुन्छ प्लस यूएस को नजिक भएर बेसिक नेसेसिटी रहेको छ हैन. अब ट्रान्सपोर्टेसन भन्ने बित्तिकै अब हाम्रो सेन्ट जोनमा रहेको दुईवटा अब अलिकति पपुलर कलेज भनौं युनिभर्सिटी जुन चाहिँ मेमोरियल युनिभर्सिटी रहेको छ, अर्को भनेको कलेज अफ नर्थ एटलान्टिक सीएनए कलेज रहेको छ. ल्याबोरेटरीमा चाहिँ हजुरले चाहिँ अब फ्याक्ट्री जबहरु वेयरहाउस जबहरु चाहिँ अलिकति कम नै लागि सो धेरै स्टुडेन्टहरु ओन्टारियो देखि पनि यतिर मुभ भएको चाहिँ मैले देखेको छु हैन. अब न्युफाउन्डल्यान्ड ल्याबोरेटरीको पीआर को पाथवेको कुरा गर्दाखेरि यहाँ चाहिँ दुईटा पीआर पाथवे हुने रहेछ. एउटा भनेको पीएनपी प्रोभिन्शियल नोमिनी प्रोग्राम भनेर अनि अर्को भनेको एआईपी जुन चाहिँ एटलान्टिक इमिग्रेसन. हामी कन्क्लुजनमा जाउँ हैन. अब सबै प्रोभिन्सहरुको चाहिँ अब आफ्नो आफ्नो ठाउँमा प्रोज एन्ड कन्स त भइराख्छ. अब हामी एज अ इन्डिभिजुअल चाहिँ कुन कुरालाई कुन फ्याक्टरलाई प्रायोरिटी दिने भन्ने कुरा आउँछ. सो मैले भनेको कुराहरु चाहिँ हजुरले पक्कै पनि देखिसक्नु भएको छ र यदि मैले यो भिडियोमा चाहिँ केही कुराहरु छुटाएको छु हजुरहरुलाई अझै धेरै जान्नु पर्न मन लागेको छ भने डु कमेन्ट डाउन. टिल देन स्टे ट्युन्ड and don't forget to subscribe Explore Canada with us with Sudha and Prakash.